हेलो गाइस, नमस्ते। आज म तपाईँहरूको फेभरेट चिज बनाउँछु ल। हेर्नुहोस् है, यो कृषि सिताके यो सिताके मसरुम छ। हामीले यसलाई स्याहार गरेर काटेको छौँ। काटिसकेपछि यो सिताकेलाई हामीले कर्नफ्लोरमा डस्टिङ गर्छौँ। डस्टिङ गरिसकेपछि हामीले यसलाई गरम तेलमा फ्राई गर्छौँ। जब हामीले 2-3 मिनट फ्राई गरिसकेपछि हामीले बादमा हामीले फेरि यसलाई स्यारोट क्याप्सिकम रातो पहेँलोवाला रेड येल्लो क्याप्सिकम काट्छौँ र काटिसकेपछि हामीले यो जब फ्राई गरेको सिताकेले यसरी मजाले क्रिस्पी फ्राई गरेर निकाल्छौँ। निकालिसकेपछि हामीले यसलाई अलिकति गार्लिक, टमेटो केचप, चिली पेस्ट र हल्का भेजिटेबल स्टोक लगाउँछौँ। लगाइसकेपछि हामीले चिङ्की भिनेगर एड गर्छौँ। एड गरिसकेपछि क्याप्सिकम छ, क्याप्सिकम लाउँछौँ हामीले स्यालेड गरेर गरेको र कटिङ गरेको क्याप्सिकम काटिसकेपछि जहिले हामीले फ्राई गरेको सिताकेलाई यसरी लगाएर मजाले टस गर्छौँ। टस गरिसकेपछि हामीले जो ग्यासलाई सर्भ गर्छौँ त्यो त्यसरी प्लेटमा लगाउँछौँ। लगाइसकेपछि हामीले माथिबाट चाहिँ गार्निसिङको लागि सेसमी सिड एड गरेको छौँ। हजुरहरूलाई कस्तो लाग्यो यो? तपाईँहरू एकबार घरमा बनाएर हेर्नुहोस्, साह्रै राम्रो हुन्छ। र मन पऱ्यो भने लाइक कमेन्ट सेयर गर्नुहोस्। थ्याङ्क यू।